नमस्कार साथीहरू। आज म तपाईहरु सामु दुईटा रेटको बारेमा कुरा गर्न गइरहेको छु। एउटा हो बैंक रेट र अर्को रहेको छ बेस रेट। बैंक रेट भनेको त्यो रेट अफ इन्ट्रेस्ट हो जुन चाहिँ सेन्ट्रल बैंकले कमर्सियल बैंकहरुमा पैसा लेन्ड गर्ने बेलामा सर्टेन रेट अफ इन्ट्रेस्ट लगाएको हुन्छ। उक्त रेट अफ इन्ट्रेस्टलाई भनिन्छ बैंक रेट। र यो चाहिँ कमर्सियल बैंकहरुले आफ्नो बैंकमा फन्ड डेफिसिएन्सी भएको बेलामा राष्ट्र बैंकबाट पैसा मगाउने गर्दछन्। उक्त पैसा मगाएको बेलामा राष्ट्र बैंकले लिने सर्टेन चार्ज हुन्छ र त्यो चार्ज भनेकै बैंक रेट रहेको छ। र अर्को रहेको छ बेस रेट। बेस रेट भनेको त्यो रेट अफ इन्ट्रेस्ट हो जुन रेट अफ इन्ट्रेस्ट भन्दा मुनि गएर कुनै पनि बैंक कमर्सियल बैंकहरुले आफ्ना ग्राहकहरुलाई लोन दिन सक्दैनन्। त्यो एउटा लिमिट रेट हो र त्यो चाहिँ राष्ट्र बैंकले नै तोकेर पठाएको हुन्छ कि यो रेट अफ इन्ट्रेस्ट भन्दा मुनि गएर तपाईहरुले कुनै पनि कर्जाहरु चाहिँ प्रवाह गर्न सक्नुहुन्न भनेर राष्ट्र बैंकले तोकेर पठाएको हुन्छ। यो चाहिँ खासमा किन गरिन्छ भन्दाखेरि ऋणलाई एकरूप बनाउन भनौं न, एउटा समष्टिगत इकोनोमीमा प्रवाह हुने ऋणहरुमा एकरूपता ल्याउनको लागि चाहिँ राष्ट्र बैंकले यो कदम चालेको हुन्छ। धन्यवाद।